Hello everyone, welcome to my new vlog. धेरै दिनपछि फेरि मेरो भ्लगमा वेलकम छ तपाईहरुलाई। म पनि त्यस्तै भयो, समय नमिलेको भएर भ्लग बनाउन मिलेन हैन। भ्लग बनाउन पाइन। अहिले चाहिँ म हेर्नुस् गाडीको छतमा छु। तपाईहरुले देखिसक्नु भयो होला। आज हामी कहाँ जाँदै छौं? हामी जाँदै छौं उक्का डाँडामा। हेर्नुस् हामी घरबाट बिदा गाईहरू हाम्रो खुट्टा यहाँ छ। हाम्रो जुत्ता हेर्नुहोस्, जुत्ता सल्लाह गरेर सब चप्पल लगाएको मान्छे फेरि अहिले चाहिँ जुत्ता लगाएको। गाईहरू हामी चाहिँ नि लखनचोकमा आइपुगेको छौँ। छतमा बसेर सरर लगाएर अहिले चाहिँ मैले चस्मा लगाइदिएको रे क्या है। घाम लागेको छ नि त, अनि घाममा पनि हेर्नै मिल्दैन। अनि टक्क लगाएर चस्मा लगाइदिएको। अनि हामी टक लगाएर होइन हिँडेर चाहिँ होइन टक लगाएर भन्नु मिलेन है। जाँदैछौँ हेर्नुहोस्। अब हामी चाहिँ नि यसलाई के भन्छ रत्नचोक है। रत्नचोकमा आइपुगिसक्यौँ। यो चाहिँ मिलडाँडा रत्नचोक। माथि आकाशको दृश्यहरू पनि देख्न सक्नुहुन्छ गाइजहरू ओके। अनि मलाई पनि हेर्नुहोस्। अनि हाम्रो साथीहरूलाई पनि हेर्नुहोस्। यहाँ अघि चाहिँ एकजना मात्रै हुनुहुन्थ्यो, अहिले दुईजना भइसक्नुभयो। एउटा जाडो भएर हामीलाई चाहिँ शीतल हावा भन्छ, उहाँलाई चाहिँ कालो हुन्छ भनेर। हामी कालो मान्छे त, हामी त मान्छे कालो के अरे। अब घाम लाए पनि केही फरक पर्नेवाला छैन ल। सरर लगाएर हेर्नुहोस् है गाइजहरू, तपाईँहरू पनि देख्न सक्नुहुन्छ भिमादको बाटो कति राम्रो छ। अहिले हामी उकालो उक्लिँदैछौँ है। अनि हेर्नुहोस् आकाशको सिनहरू पनि निकै रमणीय छ। अनि आज चाहिँ हामी उक्का डाँडा जाँदैछौँ, निकै रमाइलो गर्दै छतमा बसेर। आज वास्तवमा म उक्का डाँडा जाने मान्छे त होइन, तर नजाने भनेको थियो। अनि फेरि आन्टीले जाम छतमा बसेर जाने हो त, गएन भने त रमाइलो हुँदैन भन्नुभएको भएर मात्र म निस्केको ल गाइजहरू। अनि कि है सबैभन्दा लास्ट त मलाई भनेको जान भनेर सबभन्दा फर्स्ट म निस्किदिइराखेँ। किनकि अब मलाई निस्किनको लागि समय लाग्दैन नि त, त्यो भएर आज चाहिँ हामीले निकै रमाइलो गर्दै जाँदैछौँ है। साथीहरू छतमा बसेर विभिन्न गीतहरू गाउँदै रमाइलो गर्दै जाँदैछौँ। तर एकजना मान्छेको मिसिङ छ, किनभने गीत गाउने मेन मान्छे नै तल बस्नुभएको छ है साथीहरू। अनि त्यो मेन मान्छे चाहिँ नि को हो भन्न चाहनुहुन्छ भने मेरो आन्टी। उहाँले दोहोरी गीतहरू त गाउनुहुन्छ नि है, रमाइलो हुन्छ उहाँ हुँदाखेरि। तर गीत गाउने मान्छे नै तल भइसिन्छ, तल बस्नुभएको छ, किनभने उहाँ छतमा बस्न सक्नु हुँदैन। सो हामी चाहिँ नि फेरि जानी नजानी भए पनि हामी गीत गाउँदै जानेछौँ है। हेर्नुहोस् न साथीहरू, त्यहाँ धान रोपेको कति राम्रो देखिएको है, हरियाली कति रमाइलो देखिएको छ। आजको दिन पनि एकदम राम्रो भइराखेको छ है गाइजहरू। सधैँ त पानी परिरहेको थियो, आजको दिन चाहिँ नि एकदम घाम लागेर एकदम रमणीय देखिएको छ है। घुम्नको लागि पनि एकदम स्पेसल भएको छ आजको दिन चाहिँ ल। फाइनली हेर्नुहोस् है गाइजहरू, हामी चाहिँ नि जिडी खोलाको पुलमा पनि आइपुगिसकेका छौँ। अनि म तपाईँहरूलाई खोला पनि देखाउन चाहन्छु है त साथीहरूलाई। हेर्नुहोस् खोला कति राम्रो झरेको रहेछ है। अनि हामी फाइनल्ली जिडी खोलाको पुल पनि हामी तरिसक्यौँ बल्ले बल्ले।
हेर्नुहोस् है साथीहरू, यहाँ बाटो राम्रै छ है। अब चाहिँ नि हामी फेरि नराम्रो बाटोमा पुग्ने अवस्थामा छौँ। ल हेर्नुहोस्, मैले भन्दै थिएँ नि खाल्टा र खुल्टी कति नराम्रो बाटो भएर रहेछ है। हामी चाहिँ नि अब डह्रो भएर बस्नुपर्ने हुन्छ, किनकि हामी छतमा छौँ। हामीले छतकोसलाई मजाले समातेर बस्नुपर्ने हुन्छ। हेर्नुहोस् है, हामी अब सर्प हिँड्ने बाटो जस्तोमा हामी आइपुगिसक्यौँ। हामी अब केही बेरपछि फेरि प्रोक्सानमा पुग्नेछौँ है साथीहरू। हेर्दा हेर्नुहोस् है साथीहरू, हामी चाहिँ नि जिलाङमा आइपुगिसक्यौँ है साथीहरू। मलाई चाहिँ नि ठाउँको नाम थाहा थिएन, तर मैले चाहिँ आन्टीहरूसँग सोधेर भनिरहेको छु, किनकि मलाई ठाउँको नाम त्यति थाहा हुँदैन कि, म हिँड्ने मात्रै हो कि ठाउँहरूको नामै थाहै हुँदैन। ल हेर्नु साथीहरू, म चाहिँ नि ठाउँ देखाउँदैछु है। कस्तो लाग्यो तपाईँहरूलाई, राम्रो छ कि छैन? मलाई त निकै राम्रो लाग्यो। हेर्नुहोस् है साथीहरू, हाम्रो साथीहरूले चाहिँ नि त्यहाँ गीत गाउँदै हुनुहुन्छ। मलाई त गीत गाउन आउँदैन, आउन त आउँछ है, तर च्याट्टेको गोलाको स्वर गीत के देखाउनु होइन र साथीहरू। अब चाहिँ नि हामी जाँदैछौँ है त साथीहरू, तपाईँहरू पनि घुम्न आउनु होला है। हेर्नुहोस्, मैले तपाईँहरूलाई यताको दृश्यहरू देखाउँदैछौँ है। रमाइलो गर्दै हेर्दा हेर्नुहोस् है साथीहरू, हामी राते पाहाडमा पनि आइपुगिसक्यौँ है। अनि गीत गाउँदै आएको, रमाइलो गर्दै आएको। सो बाटो कटेको पनि थाहै पाएको छैन कि, बाटो पनि एकदम खतरा रहेछ कि यहाँ चाहिँ है साथीहरू। अनि हाम्रो स्वर, हामीले चाहिँ यहाँ गीत गाउँदैछौँ है गाइजहरू, हेर्न सक्नुहुन्छ। अनि गीत गाउनको लागि हाम्रो उसमा छतमा चाहिँ नि फेरि 2 जना थपिसक्नु भएको छ है साथीहरू। अनि सबैको स्वर त मिठै छ, मेरो स्वर अलिक च्याट्टेको बोराको जस्तो हो कि। सो मैले चाहिँ नि तपाईँहरूलाई सुनाइनँ है हामीले गाएको, त्यही पनि हाम्रो मुख चलेको देखेर तपाईँहरूलाई थाहा भइसक्यो होला हामीले गीत गाउँदैछौँ भनेर। अनि यहाँ माथि पनि बाटो निकै खतरा थियो है साथीहरू, तर हेर्नुहोस् न अहिले चाहिँ नि राम्रो बनाएको रहेछ। यो बाटोमा पहिला आउन जान निकै गाह्रो हुन्थ्यो कि है, अहिले चाहिँ कस्तो राम्रो बनाइरहेछ, पिच गरे रहेछ। तपाईँ त्यही भएर जानको लागि पनि सजिलो भयो, नत्र भए त्यहाँ पहिला कति एक्सिडेन्ट हुने गर्थ्यो कि। सो अहिले चाहिँ नि राम्रो बनाएको रहेछ नि त है। फाइनल्ली गाइजहरू, हेर्नुहोस् है, त्यहाँनिर चाहिँ पहिरो गएको रहेछ नि त। अनि माथिको डाँडा पनि हेर्न सक्नुहुन्छ, त्यहाँ माथि पनि फोटो खिच्नको लागि निकै राम्रो ठाउँ रहेछ है। अनि यहाँ हेर्नुहोस् त, पहिरो गएको भएर रातो माटो झरिरहेछ है साथीहरू। अनि म फेरि तपाईँहरूलाई देखाउन चाहन्छु माथि सल्लाहको रुख, हेर्नुहोस् त कति धेरै छ सल्लाहको रुखहरू है साथीहरू। अनि बाटो पनि निकै राम्रो रहेछ, कुनै ठाउँमा चाहिँ अलिक खतरा नै रहेछ कि है, खाल्टा खुल्टी रहेछ कि, अलि गाडीको उसमै अड्किन्छ जस्तो बाटो रहेछ नि त। हेर्नुहोस् न है साथीहरू, कुनै बाटो चाहिँ एकदम खतरा छ। अनि कुरा गर्दै हेर्नुहोस् साथीहरू, हामी खुडे पानी पनि आइपुगिसक्यौँ है। अब खुडे पानी पनि हामी तरेर फेरि हामी चाहिँ नि बडभन्ज्याङको बाटोबाट जानेछौँ, माथिको बाटो गिरेको जाने बाटो, र अब हामी तलको बाटोबाट बडभन्ज्याङको बाटोबाट जानेछौँ। यहाँ चाहिँ नि हेर्नुहोस् कच्ची बाटो रहेछ, हामी यो कच्ची बाटो भएर जाँदैछौँ है साथीहरू। यो बाटो कस्तो हुने हो भन्ने बित्तिकै हेर्नुहोस् त साथीहरू, यहाँ कति ठुलो टोला रहेछ, पानीको खोला रहेछ है साथीहरू, हिलो रहेछ, चिप्लो बाटो, रातो माटो भने जस्तै यहाँ चाहिँ नि हिलो रहेछ है साथीहरू। हामी एकदम सम्हालिएर बस्नुपर्ने छ है साथीहरू। ल फेरि पनि हामी हेर्नुहोस् कच्ची बाटोबाट हामी फेरि पिच गरेको बाटोमा आइपुगिसक्यौँ। ल हेर्नुहोस् त्यहाँ माथि फेरि कोदो रोपेको रहेछ है। अनि यो चाहिँ नि खर्लोको रुख है साथीहरू, मैले तपाईँलाई पनि देखाइदिएँ, चिनाइदिएँ। हेर्नुहोस् साथीहरू, हेर्दै हामी फेरि पिचको बाटोमा आइपुग्यौँ। गीत गाउँदै हेर्नुहोस् है साथीहरू, हामी कहाँ आइपुग्यौँ, त्यहाँ पानी बगिरहेको छ पाइपबाट। अनि यहाँ हेर्नुहोस् त धान रोपेको खेतमा कति राम्रो देखिएको, ओ माई गुडनेस। हेर्नुहोस् साथीहरू, कति राम्रो देखिएको है, माथि पनि खेत छ, तल पनि खेत हरियाली, कस्तो राम्रो ठाउँ रहेछ। अनि यो ठाउँको नाउँ चाहिँ नि माथिल्लो क्यों भन्दो रहेछ नि त है साथीहरू, मलाई त थाहा थिएन, तर मैले चाहिँ नि सोधपुछ गर्दाखेरि
फेरि यसलाई चाहिँ नि माथि लग्यौँ भन्छ अरे है। ठाउँ निकै राम्रो रहेछ, कस्तो राम्रो देखिएको है। हेर्नुहोस् न साथीहरू, धान रोपेको होइन, तल पनि खेतै खेत छ, माथि पनि खेतै खेत, बिचमा रोड, कति स्पेसल देखिएको नि त है साथीहरू। फोटो खिच्न भिडियो गर्न त्यो ठाउँमा एकदम राम्रो हुनेवाला छ है साथीहरू। हेर्नुहोस् है साथीहरू, बाटो एकदम राम्रो रहेछ नि त है, यहाँ एकदम सम्म के है, कति राम्रो रहेछ। अनि त्यहाँनिर देख्न सक्नुहुन्छ बाँसगारी, अनि यतातिर मकै सुकिसकेको रहेछ, मकै त रहेनछ, टिपी भाँचिसकेको रहेछ है, टुप्पा मात्रै रहेछ कि है। अनि त्यहाँ बुबा बाजे हिँडिराख्नु भएको छ बाख्राहरू चराउनको लागि है साथीहरू। हेर्नुहोस् त माथिको दृश्यहरू कति राम्रो देखिएको छ है आजको दिनमा, कस्तो राम्रो ठाउँ है। अनि बाटो पनि एकदम राम्रो के है साथीहरू। लु फाइनली गाइसहरू, हेर्नुहोस् है, हामी चाहिँ नि बडभन्ज्याङमा आइपुगिसकेको छौँ। हामी अहिले बडभन्ज्याङको ओह्रालो झर्दैछौँ, पारिदेखिको चाहिँ बडभन्ज्याङको यसको है साथीहरू। यो ओह्रालोमा चाहिँ नि पहिरो गएको रहेछ नि त साथीहरू। अनि ओहो, पहिरो गएर बाटो हल्का दुःख भएछ नि त, माथिबाट कस्तो ढुङ्गाहरू झरेको रहेछ नि त है साथीहरू। अनि फेरि तलबाट हेर्नुहोस् न एउटा भाइले कुखुरा ल्याइराखेको छ। अनि पारिबाट चाहिँ नि मारा जानको लागि बाख्राहरू, धेरै बाख्राहरू ल्याउनु भएको रहेछ, मारीहरू 2 जना हुनुहुन्छ है। सो अब चाहिँ नि हामी फाइनली हेर्नुहोस् बडभन्ज्याङमा आइपुगिसक्यौँ। अनि हामी चाहिँ नि अस्ति कान्छी बजारको रमाइलो हुँदाखेरि यहीँ हो कि आएको थियौँ है। त्यतिखेर चाहिँ मैले भ्लग बनाएको थिइनँ, तर बजार एकदम रमाइलो थियो है। अनि त्यहाँ चाहिँ नि विभिन्न नाचहरू अनि रमाइलो अनि भलिबलहरू भइरहेको थियो नि त है साथीहरू। तपाईँहरू आउनुभएको भएन त्यो त मलाई थाहा छैन, तर म चाहिँ गएको थिएँ। अनि अब भने ध्यान दिएर सुनिदिनु होला है साथीहरू, किनभने म हाम्रो ग्रुपले गीत गाउनु भएको सुनाउन गइरहेको छु। किनभने उहाँको स्वर एकदम राम्रो लाग्यो नि त मलाई, त्यो भएर अब तपाईँहरूलाई कस्तो लाग्छ त्यो चाहिँ नि तपाईँहरूले कमेन्टमा लेखिदिनु होला है साथीहरू। गीत गाएको सुन्नलाई अलिकति हावाले डिस्टर्ब गर्यो कि, त्यो अलिकति ध्यान दिएर सुनिदिनु होला है साथीहरू। अनि बल्ल मात्रै सुनिन्छ। अब हेर्नुहोस् है साथीहरू, हामी पानी पिउने ठाउँमा आइपुगिसक्यौँ। अब हामी फेरि यहाँ पानी पिउनेछौँ अनि जानेछौँ है साथीहरू। हेर्नुहोस् है साथीहरू, यहाँ ढुङ्गा कति राम्रो रहेछ है। हामी चाहिँ नि कुन ठाउँमा आइपुग्यौँ त्यो नाम त मलाई थाहा छैन, तर हामी चाहिँ नि हुक्का डाँडामा आइपुग्न लागिसक्यौँ है साथीहरू। कच्ची बाटोबाट हामी गीत गाउँदै गाउँदै है, कहिले के गीत गाउँदै रमाइलो गर्दै, हेर्नुहोस् त त्यहाँ ढोकोमा मकै बोकेर आउनुभएको रहेछ है साथीहरू। ओहो, बाटो अलिक खराब जस्तो पनि रहेछ कि है साथीहरू, तर यो खराब बाटो भएर कुनै मतलब छैन नि त हामीलाई, किनभने हामी गीत गाउँदै आएका छौँ। अनि फाइनली हामी एकान्त कुना कटेज मिया गाउँमा हामी आइपुगिसक्यौँ है। यो गाउँको नाम चाहिँ नि मिया गाउँ रहेछ, नाउँ पनि दामी रहेछ है। गाउँ चाहिँ कस्तो छ हेरिहालौँ है त साथीहरू, गाउँ पनि राम्रो रहेछ। हेर्नुहोस् साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ राम्रो घरहरू रहेछ है। बाटो कच्ची भए पनि घर चाहिँ यतातिर राम्रो रहेछ नि त है साथीहरू। हेर्नुहोस् न, त्यो दामी है घरहरू।
लु फाइनली गाइजहरू हेर्नुहोस् त हो त्यो पारी चाहिँ नि हुक्का डाँडा फाइनली हाम्रो इन्टरचेन्ज चाहिँ अब सकियो हामी हुक्का डाँडामा आइपुग्न अब जस्ट केही मिनट मात्र बाँकी छ फाइनल गाइजहरू हेर्नुहोस् त हो त्यो पारी हुक्का डाँडा कति राम्रो देखिरहेको छ है साथीहरू अनि आज चाहिँ नि धेरै मान्छेहरू आइरहेको रहेछन् त बस पनि ल्याएको रहेछ आज के दिन रहेछ हो मान्छेहरू तनै घुम्नको लागि आएको रहेछन् त साथीहरू हुक्का डाँडामा त हेर्नुहोस् न साथीहरू पारी बस पनि छ है साथीहरू अनि त्यहाँ चौतारीमा चाहिँ मान्छेहरू धेरै नै देखिरहेको छु अनि यता मासतिर पनि हेर्नुहोस् न कति राम्रो ठाउँ देखिरहेको छ हेर्नुहोस् त त्यहाँ माथि गोरुहरू पनि चढाएको रहेछ कस्तो दामी देखिएको है माथिको ठाउँ त्यो गोरुहरू चढ्दाखेरि कस्तो दामी देखिएको नि त है अझ यहाँ भेडा बाख्राहरू भएको भए कस्तो दामी देखिन्थ्यो नि त सेम ढोरपाटनको जस्तै कि है कति धेरै भेडा बाख्रा छ नि त होइन ढोरपाटनमा हो त्यस्तै हुनुपर्ने कि यतातिर पनि कस्तो दामी देखिन्थ्यो नि त होइन ओ नो गाइजहरू हामीलाई पुलिसले देख्यो नि त पारीबाट हामीलाई पुलिसले हेरिराख्नु भएको छ अब के गर्ने हेर्नुहोस् गाइजहरू हामी चाहिँ हिँडेर आएको अहिलेखेरि है त्यहाँ पारी पनि पुलिसहरू बसेको कति हामी चाहिँ छतबाट झरेर हिँडेर गएको किनकि हामी त्यही जमिन जानको लागि होइन अनि हाम्रो गाडी चाहिँ पुलिसले हेरिरहेको त्यही भएर हामी चाहिँ मैले हजुरलाई मात्रै गोप्य रूपमा भनेको कसैलाई नभन्नु ल त्यसै गाइजहरू मान्छेहरूको कानुन नै थाहा अझै भिडियो गरेको यहाँ भिडियो गरेको हेर्नुहोस् साथीहरू गाडी आएको भिडियो गर्नुभएको छ हामीले चाहिँ तिरको दृश्यहरू हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँहरू यतातिरको दृश्य देख्न सक्नुहुन्छ होइन कति दामी देखेकै आज चाहिँ नि यतातिर खै के को रमाइलो है त्यतिरै साथीहरू यतातिर चाहिँ प्रोग्राम हुन्छ त्यही त गरिसक्यो त मैले सानो कार्यक्रम भएछ है भाइजहरू अनि हेर्नुहोस् यतातिर छ चौतारी अनि आयु हामी चाहिँ जाँदैछौँ हुक्का डाँडामा है भाइजहरू हेर्नुहोस् हाम्रो पछाडि बसेर गीत गाउँदै आउनुभएको मै चाहिँ कलाकार होइन गायिका म चाहिँ यहाँ छ है आउनु के छटाउन कता सरी हेर्नुहोस् मान्छेको हालत यस्तो छ हुक्का डाँडाको ठाउँहरू यस्तो छ है मान्छेहरू बस लिएर आएको छ नि त घुम्नको लागि भनेर अरे गाइस हेर्नुहोस् हामी चाहिँ खाजा यहाँ चाहिँ नि चटपट खाने ठाउँ है तिमीले चटपट बनाइदिने यता हेर न चटपट बनाउनु मान्छे कन ल हेर लजाएर गयो भाइ आउनु ल हेर कता लुक्नु गएको होला के जिन्दगानी कति लजाउँथ्यो गयौँ कि हामी कति लजाउँथ्यो फाइनली गाइस हामी आइपुगिसक्यौँ हुक्का डाँडामा तपाईँहरूलाई स्वागत छ हुक्का डाँडामा हेर्नुहोस् है साथीहरू हाम्रो मैचाङ अगाडि फुन्टुङ गर्दै हिँड्नु भएको छ हामी हुक्का डाँडामा गइसकेका छौँ पुगिसकेका छौँ अब पुगिसक्यौँ भने नि पुग्न लायौँ है डाँडामा त पुगे होइन पुग्न लायौँ होइन हाम्रो साथीहरू चाहिँ पारी पुगिसक्नु भयो अनि मैचाङ चाहिँ हेर्नु न फिन्टिङ गरेर हिँड्नु भएको छ हो नि घाम तिलिक्कै पऱ्यो फोटो राम्रो हेर्नुहोस् गाउँ जस्तो अहिले फर्किँदाखेरि फोटो हेर्नुहोस् साथी
सररा 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 सरा हाम्रो मैचाङ हिँडेको लौहेरा लौहेरा लौहेरा। यतातिरको गाउँहरू पनि हेर्नुहोस् तपाईँहरूले है। अनि कति मिठो हावा साथीहरू आउनुहोस् है हजुर पनि हुक्का डाँडा घुम्नको लागि। हुक्का डाँडा आउँछ नि ठिकै छ राम्रै छ। बस गइसकेछ कि कस्तो ओ त्यही थियो कि बस। हेर्नुहोस् हामी राम्रोसँग गाडीको यो मस्जिद के गाडी भ्याक्सिन बनाएछ अघि त पानी पर्न लागेको थियो है साथीहरू। अहिले चाहिँ नि घाम टिलिक्क लाग्यो नि कस्तो मजाले लाग्यो हावाखेरि निधारमा टिलिक्कै पर्ने गरेर। ईदगाह वरिपरि फोहोर नगरौँ रे ल ठिकै छ। फोहोर नगर्नको लागि त डस्टबिन राख्नु पर्ने राखेको डस्टबिन कता रहेछ ल हेर्नुहोस् साथीहरू। बोल्न पनि सक्यो छैन सासै आयो छैन बोल्नको लागि पनि। हेर्नुहोस् है तपाईँहरू पनि आउनुहोस् है हुक्का डाँडामा। ल हेर्नुहोस् कस्तो लाग्यो अहिले हजुरलाई हुक्का डाँडा। पहिला आउँदा रह्यो अहिले हाम्रो कतिको डिफ्रेन्ट पाउनुभयो भन्नुहोस् न हजुरले। हुक्का डाँडामा कस्तो छ ठाउँ पार्क झन्डा डस्टबिनै राखेको छैन। पहिलो कुरो डस्टबिन त त्यस्तो गरिरहेछ यस्तो फोहोर गरिराख्ने हो। ओहो भएन यस्तो त यस्तो कहाँ छ लेलिङकोट वेलकम टु फुड सबैजनालाई वेलकम छ हुक्का डाँडामा। म बोलेको सुनिहाल्छ नि हेर्नुहोस् साथी हो तल स्कुल छ। हामी धेरै छौँ होइन फोटो खिच्दै खिच्दै। हेर्नुहोस् साथीहरू सबैजना आफ्नै आफ्नै तालमा नाचिराख्नु भएको छ। तपाईँहरू पठाइनुहोस् ल हेर्नुहोस् कसैले के गरिरहेको छ कसैले के गरिरहेछ। कोही चाहिँ नि टन्न के भन्छ अरे 4G जस्तो चलेछ कोही चाहिँ 3G चलेछ कोही चाहिँ 2G चलेछ होइन के यस्तो जिन्दगी दर भन्छ हाम्रो बाटो नमान्नु गाइजहरू। हामी चाहिँ नि फोटो भिडियो गराएर अब हामी घरतर्फ जाँदैछौँ सरर लाएर है। अरू साथीहरू चाहिँ नि आउँदै हुनुहुन्छ। अब यतातिरको दृश्य पनि हेर्नुहोस् है म तपाईँलाई देख्नु चाहेँ। ल हेर्नुहोस् है गाइजहरू कस्तो दामी देखिएछ। हाम्रो मैच्याङहरू चाहिँ अगाडि फिन्टिङ फिन्टिङ गर्दै हिँड्नु भएको छ। काँचुलेर काकालाई पनि हिँड्नु भएको हेर्नुहोस् न फिटिक 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 गर्दै। ल हेर्नुहोस् गाइजहरू हेर्नुहोस् है गाइजहरू हामी चाहिँ नि झर्दैछौँ भिडियो बनाऊँ है। अब हामी खाजा खाने ठाउँमा आइपुगिसक्यौँ है गाइजहरू। बिचरा भाइलोगहरू चाहिँ नि हामीलाई देखेर लजाएर हेर्नुहोस् त यस्तोसम्म छ कि हामीले खाजा खाने ठाउँ यहीँ है।
सबैजना लजाउँछ हाम्रो गाइड्सहरू यतातिर हेर्नुहुन्छ त्यही गाइड्सहरू हाम्रो चटपट बनाउने भाइ चाहिँ यहाँ हुनुहुन्छ लजाएर साह्रै नै लजाउती झार जस्तै कति हो एउटा डोको ल्याउन पर्छ पैसा ढय 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 रोका हाल्नु गोला हाल्न पर्छ थ्याङ्क यू खाना आउने चाहिँ गाइड्सहरू पस्ना भयो हामी चाहिँ कालो भयो अब कस्तो केटाहरू कस्तो भयो पस्ना भएर होइन गाइड्सहरू हामी चाहिँ छतमा चढिसकेको अब हिँडेको ल साथीहरू ल हेर्नु हामी हिँडेको सरर लाएर के शरीर लाएर होइन आमाले चाहिँ नि मकै बनाउँदै हुनुहुन्छ है हामी चाहिँ नि खाजासाजा खायौँ अनि त्यसपछि चाहिँ नि चल्दै गऱ्यो नि घरतिर चाहिँ गाइड्सहरू लाइन चाहिँ साथीहरू हामी फेरि पनि गीत गाउँदै घरतर्फ फर्कियौँ अब भने हामी घरतिर लाग्दैको चल्दैको ल साथीहरू अब म तपाईँहरूलाई च्यान देखाउँदैछु है त्यो पाहाडी चाहिँ नि च्यान हो अरे क्या है त्यहाँ चाहिँ मान्छेहरू कति धेरै गाडीको रहेछ नि त हेर्नु न ढुङ्गा कति धेरै देखेको सबै मान्छे त टन्नै गाडी रहेछ नि त त्यहाँ च्यान त्यहाँ रातिमा डराउन दिन्छ कि दिँदैन होला है त्यो च्यान कुनको होला नि त है हेर्नु साथीहरू अनि यहाँ चाहिँ नि ढुङ्गाको चट्टान रहेछ है अब हामी भने फेरि पनि गीत गाउँदै गाउँदै जानेछौँ है साथीहरू
आज भने हामीलाई निकै नै रमाइलो भयो है साथीहरू, किनकि आज हामी छतमा बसेर गएको थियौँ नि त। अनि फेरि हामीले छतमा बसेर मात्र होइन, हामीले चाहिँ नि जानी नजाने होइन टुक्काहरू निकाल्दै गीतहरू गाउँदै गएको थियौँ होइन। बाटो जस्तो सुकै भए पनि, चाहे कच्ची बाटो होस् होइन, चाहे जतिसुकै खतरा बाटो होस् होइन, चाहे राम्रो बाटो जस्तो सुकै बाटो भए तापनि हामी छतमा बसेर राम्रोसँगै जान सक्यौँ है साथीहरू। अनि त्यहाँ चाहिँ नि हामीलाई कुनै पनि अप्ठ्यारो परेन है। अनि अगाडि चाहिँ नि हाम्रो गाउँमा जाने गाडी आएको रहेछ नि त। अनि त्यहाँ चाहिँ नि हाम्रै गाउँको अब चिनजानमा रहेको अनि हाम्रो अब फुपूहरू आउनुभएको रहेछ। सबैजनालाई बोलाएँ मैले अनि नमस्ते पनि गरेँ होइन। अनि त्यसपछि फेरि उहाँहरूलाई जिस्काएँ पनि, फेरि अनि मसँग आउनु है जाम पनि भने। अनि त्यसपछि फेरि हामी चाहिँ नि उहाँहरूसँग छोटो कुरा गरेर फेरि हामी चाहिँ नि अब घरतर्फ जानेवाला छ। यहाँ बाटो अलिकति साँघुरो भएको भएर अलिकति जानको लागि गाह्रो भयो नि त है साथीहरू। तर अरू ठाउँमा चाहिँ नि हामीलाई केही त्यस्तो अप्ठ्यारो भएन, सजिलै भयो। अनि आज रमाइलो पनि एकदमै रमाइलो भयो क्या है साथीहरू। अनि गीत गाउनको लागि पनि ठ्याक्कै उस्तै मान्छेहरू पाएको थियौँ नि त। अनि गीत गाउन पनि उस्तै, स्वर पनि निकै राम्रो रहेछ उहाँहरूको चाहिँ नि होइन। अनि हामीले गीत गाउँदै रमाउँदै चिच्याउँदै हल्ला गर्दै गयौँ है साथीहरू। कति धेरै मान्छेहरूले हामीलाई हेरिरहेका थिए, तर हामीले उनीहरूलाई वास्ता पनि नगरेर है अनि हामी चाहिँ नि गयौँ। अनि आजको दिन निकै रमणीय पनि भयो, सम्झनापूर्ण पनि भयो है। अब भने हामी जतासुकै गए पनि आजको दिन भने हाम्रो दिमागमा बसिराख्ने दिन भयो नि त होइन साथीहरू। जतासुकै गए पनि होइन, कहिले पनि नबिर्सिने पलहरू हामीले आज सम्हालेका छौँ होइन। आजको दिनलाई हामीले सँगालेका छौँ। जतासुकै गए पनि हामीले नबिर्सने दिनहरू हामीले बनाएका छौँ है साथीहरू। अब भने सम्झनापूर्ण दिनहरू बनाउने पालो चाहिँ नि अब तपाईँहरूको है। अब फाइनली गाइज अब म घरमा आइपुगिसकेँ है साथीहरू। अब भने मेरो लाइफलाई यहीँ राख्नुपर्ने हुन्छ, उतै हो मेरो घर। सो सबैजनालाई बाई बाई, लभ यु अल।